भित्र पट्टु लागेको छैन कस्ता पट्टुहरू पट्टु लागेको छैन कस्ता रे तो एल्ला छैन दाइ छैन डिप्रेसन किन काले भइसि हिँड्न नसकेपछि साथीको त बिजोग भइसक्यो अनि तिम्रो पैसा गर्लफ्रेन्डको साथीहरू छ भने यसो फलो सानो बहुत तेज हो रह्यो मेरो नहेरेर सब्सक्राइब गरिदिनु गाइजहरू आज यो ब्रेकअप हुन्छ मन पर्छ भने गर्नु मन पर्दैन नगर्नु यही फोनसँग पनि गाह्रो भइसक्यो प्लास्टिक थाकियो कि मलाई म डरेँ यसलाई भेट्न न्यु रोड जानुभन्दा पनि जङ्गलतिर आउनु रहेछ क्या सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल आफ्टर अ लङ टाइम धेरै पछि फेरि भ्लगमा आइसकेको छु होइन ब्याक भएको छु म भ्लग बनाएर सो आजको चाहिँ भ्लग के छ भन्दाखेरि हामी चाहिँ यहाँ चम्पादेवी हाइकिङमा आएको छौँ होइन बाटो चाहिँ यस्तो उकालो छ माथि जानुपर्छ लेट्स सी कति टाइम लाग्छ के लाग्छ र मसँग यहाँ हाम्रो नमस्कार नमस्कार सबैजनालाई साथी पनि छ अब हामी माथि जाँदैछौँ हेरौँ मैले त कति टाइम लाग्छ बाटोमा यसो भ्यूहरूको टुच्चा टुच्चा भिडियो हालिदिन्छु हेर्नु होला सो अहिले चाहिँ हामी हिँड्दा हिँड्दै हात्तीवन रिजोर्टमा पुगिसक्यौँ होइन यहाँ त मान्छेहरू वाइल्ड छ क्या हेर्नु न यहाँ एउटा ग्रुप छ होइन यतापट्टि यो चाहिँ हेर्नु सक्नुहुन्छ पैदल यात्रीहरूले पालना गर्नुपर्ने नियमहरू सो हात्तीवन रिजोर्ट हामी यहाँ आइसकेको छौँ तर यहाँसम्म चाहिँ तपाईँहरूको बाइक पनि गाडीहरू पनि आउँदो रहेछ होइन बाइक गाडीहरू पनि आउँदो रहेछ एज यु गाइज क्यान सी होइन गाडी आउनेको बाटोहरू चाहिँ यो भयो यो बाटो गाडी आउँछ हाइकिङ आउनेको छुट्टै छ र साइक्लिङ पनि गर्न मिल्दो रहेछ सबै बाइकहरू पनि टन्नै आएको छ है साथी कस्तो फिल भइरहेको तपाईँ एकदम रमाइलो परिदृश्य छ यहाँ अब के भन्नुपर्छ अब के भन्नै छैन कि मलाई त हो यस्तो रमाइलो दृश्यसँग हिँडिरहेको छ त्यहाँ मान्छेहरू हेर्नु न गाइजहरू आमामा त्यहाँ पुगिसकेको छ होइन कति धेरै छ क्या ग्रुपै सो हामी पनि जाँदैछौँ प्रकृतिसँग त्यहाँ चाहिँ मान्छेहरू पनि गइराख्नु भएको छ होइन हामी पनि जाँदैछौँ प्रकृतिसँग अब माथि कस्तो हुन्छ सो यु गाइज है त गाइजहरू यहाँ जीवन जाँदैछ मसाने त्यसले मलाई देखेको छुइनँ ट्याप्प पछाडिबाट गएर भेट्छु होइन के भन्दो रहेछ मलाई पनि अलिअलि यसो इनर्जी पास गरेको भए भने साथी के छ साथी वेलकम टु माई भ्लग है कस्तो लागिरहेको साथी यसलाई भेट्न न्यु रोड जानुभन्दा पनि जङ्गलतिर आउनु रहेछ क्या यो रहेछ हो तिमीले सोचेको थियौ म यहाँ आउँछु भनेर अनएक्सपेक्टेड नेभर एक्सपेक्टेड म त अनएक्सपेक्टेड प्लान भयो नि त आउने कुरा चाहिँ धेरैजनाको भएको थियो होइन सबले धोका दियो अनि दुईजना चल्दै गयो एउटा बोलाएर म त एक्लै पनि आइदिनु एक्लै आउनु साथीहरू अगाडि तिलक दाइ सब्सक्राइब है होइन त्यस्तो भन्नु हुँदैन साथी यस्तो मन पर्छ भने गर्नु मन पर्दैन नगर्नु मन परेन रिपोर्ट गर्नु त्यो चाहिँ भन्न पाइयो ल साथी माथि गएर भेटौँ साथीको त बिजोग भइसक्यो ए साथी के भयो साथी भाइ के छ दादा कस्तो भइरहेछ एकदम अनएक्सपेक्टेडली भेट भयो रमाइलो भइरहेछ नि हो बाबु तिमी किन बसेको त्यहाँ नजाने यस्तै हुन्छ है मोटे काले भइसि हिँड्न नसकेपछि यस्तै हुन्छ साथी मजा आइरहेछ नि हो बाबु तिमी त फाँक भयो जस्तो छ त भाइ किन तिम्रो लागि क्रेन होइन साथी घोडा लिएर आउँछु घोडा ठुलोवाला सानोवाला नि सानो घोडा होइन कि ठुलो घोडा यहाँ यस्तो पसल नि छ तपाईँहरूलाई के चाहिन्छ भने टक्कै दिदीकोमा आएर यहाँ किन्न सक्नुहुन्छ होइन काँक्रा साँक्रा तरबुज खरबुजा हेलो अब राहुलको भ्लगबाट हामी आइसकेको छौँ यहाँ बोपाल भइरहेको छ यस्तो भइरहेको छ नि यो फुच्ची भाइको अकाउन्ट हाइज्याक भयो आज अकाउन्ट हाइज्याक भयो है ओनरसिप चेन्ज भयो अबदेखि
मेरो अनुहार हेरेर सब्सक्राइब गरिदिनु है गाइजहरू तिम्रो अनुहार हेरेर चाहिँ कसैले गर्दैन होला यो पुचेको अनुहार कस्तो छ कसैले गर्दैन होला साथी देखाइदेऊ न यो त्यो हाम्रो डेस्टिनेसन होइन यस्तो पसिना आएको छ यो चाहिँ आर्ट भयो होइन यस्तो आर्ट बनाउने आर्टिस्ट चाहिँ यस्तो बाटो है फेरि यो भाइले वास्तवमा अघि गर्लफ्रेन्ड लिएर आएको थियो कि गर्लफ्रेन्डले तल छोडेर एक्लै हिँड्दैछ माथि आज उसको स्योर ब्रेकअप हुन्छ हो कि भाइ कसरी हुन्छ गर्लफ्रेन्डलाई तल छोडेर माथि आइसक्यो हुँदैन वान म्यान आर्मी सिङ्गल आएको म यो मैले तिमीलाई भेट्या हो यो टुटको ऊ नपताउनु है कुरा नपताउनु आफू बोल्दाखेरि आफ्नोतिर गरौ है यो टुटको चाहिँ पुरै नपताउनु खाने साथी के हो त्यो नुनिलो नो 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 चाउचाउ नुनिलो चौचा खाऊ न नै यो ऊ आउँछ कि उलुकुलुक आउँछ के आउँछ त्यो के भन्छ अघि पड्डिङमा उलुकुलुक साथी हिँड्दाखेरि त्यो के भन्छ त्यसलाई हो यही फोनसम्म पनि गाह्रो भइसक्यो गरुङको भइसक्यो हातै क्याप्चर गरेपछि यस्तै हो साथी बनाऊ न हो ब्लग ल डे इन माई लाइफ आज बिचमा डे इन माई लाइफ के होइन उच्चबाट होइन लभली साथीलाई साथी फेरि कडा मान्छे हो नि ल अघि अघि कालो चाहिँ कालो अलि मसानी चाहिँ हो यस्तो थियो हेर अघि उसको मात्रै भिडियो आउँदाखेरि चाहिँ तिमीले सब्सक्राइब नगरे पनि हुन्थ्यो होइन अब म आइसी 2 सब्सक्राइब त गर अब हामी दुईजना आइसी 4 त गर फेरि यो अलिकति कम्बिनेसन मिलाउनु पऱ्यो भएन कुरो यो पालिले चाहिँ कट गरेर भन्नुपर्छ है ल लुक एट द सिन गाइस वाटर चाहिँ हो साथी त्यसरी नखाऊ यार तेरो रोकेको ठाउँमा मात्रै खाने हो क्या पानी हिँड्दा हिँड्दै घाँटी लागेर अड्केर सास अड्केर मर्लाउने फेरि भाइ मुख सुत्छ नि मुखको मात्रै गरेर म चाहिँ एकछिन यहाँ थकान मार्नको लागि बसिरहेछु लास्टै थाकियो कि एकछिन बसिरहेछु यो आउँदैछ भाइ थाकेनस् बस आइज वाइल्ड उकालो रहेछ वाइल्ड थाकिँदो रहेछ ल यहाँको भ्यू चाहिँ यस्तो छ हरिप लभली छ है यहाँ आएको भने यतिको लागि मात्रै हो भ्यू हेर्नु बबाल देख्छ दिस इज वाट वी कल द रियल ब्युटी अफ नेपाल गाइज पसिना पसिना भइसक्यो रमाइलो पनि भइरहेछ मजा पनि आइरहेछ गर्मी पनि डेन्जर भइरहेछ साथी के छ हालखबर ठिक छ नि ठिक छ नि थाकेको त छुइनँ नि म फेरि हाफ कट्टुमा आएको छु होइन साथीहरू ऊ चाहिँ फेरि फुल प्यान्टमा आएको छ उसलाई कति गर्मी भइरह होला हौ हो अनि 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 अघि त मलाई त अनि हाफ कट्टु लाएर आएको छु भन्दै थिएछ हाफ कट भित्र कट्टु लगाएको छैन कस्तो हाफ कट्टु हो र होइन यस्तै हाफ कट्टु लाएर आएको छु भन्दै थिएछ त मलाई लाग्छ तर म फुल त यहाँ केटी हो भाइ के बोला छैन दाइ छैन है यतिको चाहिँ हुन पर्यो है त्यहाँ ढुङ्गाहरूमा नाम लेखेको रहेछ यसो देख्छ भने कसको नाम चाहिँ कमेन्ट गर्नु होला है म जुम गरेर पनि देखाइदिन्छु यहाँ नजिक गएर टक्क यहाँ तलैसम्म लेखेको छ यहाँ नाम पढ मलाई कसको लेखेको छ यो चाहिँ आउँदैछ आइज हुँदैछ क्या थाकिस् क्या हो तर हरिप उकालो रहेछ हेर्नु न हौ आमामा डेन्जर उकालो छ यार तर हिँड्नु चाहिँ पर्छ जिन्दगीमा जति उकालो भयो नि हिँड्नु चाहिँ पर्छ है पर्छ यसो गुड फर हेल्थ भन्छ नि त्यस्तै हो क्या मान्छेहरू फर्किरहेछ यार बिहानै आएको होला है मान्छेहरू फर्किरहेको त साथी सुन न त्यो अघि भनेको लाइन भनिदिनु न गर्लफ्रेन्डवाला ट्रिक्स पहिला वान्स अपन अ टाइम एकछिन आज चाहिँ ऊ हिँड्नै सक्यो होइन है कलेज खुली हामीभन्दा आधी घन्टा अगाडि हिँड्यो होला उसलाई भेटाइसक्यौँ हामीले वान्स अपन अ टाइम गर्लफ्रेन्ड आइज क्या आफू मर्न आँटे पनि कमन बेबी कमन क्यान डु इट भनेर भन्नुहुन्थ्यो कि आज त म मरेँ म डरेँ
साथी चाहिँ हिँड्न नसकेर बिचरा गर्लफ्रेन्ड छैन अरे मोटिभेसन दिने एउटा गर्लफ्रेन्ड चाहियो अरे है साथी फेरि ह्यान्डसम छ नि फेरि ब्ल्याक ह्यान्डसम भने साथी फेरि है कोही छ भने यसो म इन्स्टा आइडी हालिदिन्छु कम छैन फेरि डेरी मिल्क भन्दा कम छैन यसो इन्स्टा आइडी हालिदिन्छु चेक इट आउट है गाइस साथीको आइडी होइन साथी जोबेल्सन ल है ल फाइनली 2-3 साढे 3 घन्टा जति हिँड्यो भने हिँडेर बल्ल तल्ल पुग्यो फाइनल डेस्टिनेसनमा सो यो चाहिँ हाम्रो फाइनल डेस्टिनेसन लो थाकिँदो रहेछ कि हिँड्न नसक्ने मान्छेले चाहिँ नआउँदा हुन्छ स्योर सर र यहाँको भ्यू चाहिँ यस्तो छ है लभली ल है ल दामी छ मान्छेहरू त अझै आइरहेछ यहाँ कति मान्छेहरू फर्किसक्यो होइन कति मान्छेहरू चाहिँ आउँदैछ त्यो बवाल छ आउनु होला तपाईँहरू पनि आफ्टर 3-3.5 घन्टापछि हामी यहाँ आइपुगेर अनि टिका सिका लाएर यहाँ टक्कै हामी यहाँ खाजा खाने कार्यक्रम भइरहेको छ सो हामी चाहिँ यहाँ कोही आएको होइन यहाँ 2 जना मात्रै आएको हो अरू बाटोमा मेरो भिभोमा काम गर्ने साथी चाहिँ भेटिएको थियो होइन हामी चाहिँ यहाँ 2 जना मात्रै आएको हो आउनु चाहिँ सो अहिले खाजा खाने कार्यक्रम भइरहेछ यहाँ आएर कस्तो फिल भइरहेछ तँलाई एकदम राम्रो फिल भइरहेछ यहाँ के भन्छन् यहाँ एकदम धार्मिक छ अनि एकदम मनलाई पनि एकदम पिस वातावरण भ्यू चाहिँ बवाल छ भ्यू एकदम बवाल छ एकदम शान्त वातावरण छ शान्त छ पिस छ आजको खाजा यस्तो छ खाजा चाहिँ यहाँ चटपटे टक्कै हो यो अनि रेड बुल अनि पानी अरू त त्यस्तै हो अब त्यस्तै हो अब हामी यो खाएर अब एकछिन बसेर अनि त्यसपछि यहाँबाट ओह्रालो झर्नेछौँ र म जाँदाखेरि एकैचोटि भेट्छु है त गाइजहरू ल सो हामी चाहिँ अहिले माथिबाट तल झरिसकेछौँ होइन लगभग आधी बाटोमै पुगिसक्यौँ अब तल गाडी पाउने ठाउँ धेरै टाढा चाहिँ छैन नजिकै छ अब यहाँबाट माथि गइयो रमाइलो गरियो सो तपाईँहरू पनि आउँदै हुनुहुन्छ भने मजाले आउनुहोस् होइन हिँड्न सक्नुहुन्छ भने चाहिँ मजाले आउनुहोस् हिँड्न सक्नुहुन्न भने चाहिँ अलिक गाह्रै छ तर मलाई सक्छ जसले नि सक्छ जस्तो चाहिँ लाग्छ मलाई होइन स्पेसली लड्कीहरूले चाहिँ अब सक्छ कि सक्दैन म चाहिँ त्यो चाहिँ भन्दिनँ होइन तर अब इफ तपाईँले आउन चाहनुहुन्छ भने रमाइलो छ ठाउँ होइन भ्यू चाहिँ बवालै छ मलाई चाहिँ हरिक मन पऱ्यो होइन अब तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ सबैको आफ्नो आफ्नो पोइन्ट अफ भ्यू हो तर यहाँ चाहिँ वर्दित छ क्या यहाँसम्म आयो भने तपाईँलाई रिग्रेट चाहिँ हुँदैन भन्छु म चाहिँ होइन साथी तपाईँलाई कस्तो लाग्यो यहाँ आएर एकदम बवाल छ सबैले आइदिनुहोस् सबैले आफ्नो पर्यटक क्षेत्र नेपालको क्षेत्र आफ्नो सबैले पर्यटक व्यवस्थाले सबैले भाइरल गरिदिनुहोस् यता आएर होइन हाइकिङ जानको लागि चाहिँ हाइकिङ गर्ने 2-3 घन्टाको बाटो हो साइक्लिङ पनि हुन्छ गाइजहरू यहाँ साइक्लिङ पनि हुँदो रहेछ गाह्रो होला अब साइक्लिङ त गाह्रो होला त्यसपछि एकदम ट्रेकिङको हाइकिङको लागि एकदम सामान्य 2-3 घन्टा हो ट्रेकिङ पनि होइन यो हाइकिङ हो साइक्लिङ गर्नुहुन्छ भने पनि साइक्लिङ पनि हुन्छ रमाइलो हुन्छ होइन तपाईँले के कस्तो छ आउनु न रमाइलो छ सो अहिले चाहिँ हामी तल झरिसकेछौँ होइन साथी यहाँ छ म यहाँ छु हाम्रो अब खाजा आउँदैछ हामीले चाउमिन खाने भनेको खाजा आउँदैछ सो तपाईँहरू चम्पादेवी हाइकिङ जानुहुन्छ भने यहाँबाट चाहिँ हो है साथीहरू गाडीले चाहिँ तपाईँहरूलाई ऊ त्यहाँ छोडिदिन्छ होइन अनि त्यहाँबाट सर र यहाँसम्म हिँडेर आउने अनि यहाँबाट चाहिँ सर्लक्क माथि जाने है साथीहरू अब खाजा आउँछ हाम्रो खाजा खाने अनि चलिदिनु सर